Hello everyone, welcome to day 3 of me filming daily vlogs. So यो दिन चाहिँ मेरो प्यारी मित्र मोटीज्यू आउनु भएको थियो मेरो घर. ल ओके एभ्रीबडी हैन आज हामी वेट जोगिरहेको छौं वेट सेट गरेर आफ्नो वेट हेरेर तर्सिसकेपछि चाहिँ यो सर्ट खान लाग्यौँ हामी चाहिँ. मैले सुरुमै वार्न गरेको थिएँ कि खान्छेस् नमिठो हुन्छ है भनेर ट्राई गर्छु भन्दै खाइदिन्छु ताण्डव गर्दै र धन्नै वाक्ने. अब म फेरि यति राम्रो मान्छे छु कि नमिठो खुवाएपछि मिठो खुवाइदिइहाल्छु के. चियर्स ल बाइटे हो साच्ची हो खाए ल गर्नु खाए ल. यो मोमो चाहिँ हिजोको भ्लगको लेफ्ट ओभर्सहरू थियो होइन. यो मोमोहरू चाहिँ बाइट साइज खालको होइन क्या, 2-3 बाइटमा बल्ल सकिने खालको मोमो. तर दुईजना जङ्गेर एक एक बाइटमा हानिदिएको भएर यहाँ हामी हाँसै भएको. यो एकै बाइटमा खाने मोमो चाहिँ थिएन हैन र छिर्छ भने फ्रोजन हो छिर्छ. सो यो दिन चाहिँ हामी सबै साथीहरू भेट्ने प्लान भएको थियो अनि जाने ठाउँ चाहिँ हामीले प्लानै गरी हिँडेका थियौँ. विच वाज हामी चियाकुञ्ज चाहिँ गएको थियौँ. चुनो खेल्दा चिया र छाँसको आनन्द लिँदै हामीहरूले चाहिँ गफ गर्दै थियौँ, हाँस्दै थियौँ, रमाइलो भइरहेको थियो होइन. त्यहाँ चाहिँ बाइक सोपिसमा राखेको थियो अनि त्यो देख्ने बित्तिकै मेरो साथीले हामी चाहिँ भर्खर घर पुगिसकेका छौँ. मोटी पनि यही चाहिँ कि हामी एकदम थकित छौँ र आज एकदम रमाइलो भयो. जे भए पनि त्यो खानाले ढिलै आएको थियो तर जे भए पनि वाटेभर एकदमै मिठो पनि थियो अनि त्यसपछि रमाइलो पनि भयो. Now the only challenge left for the day was to convince Motika Baba Mamu to let her stay in मेरो घर. हुन्छ? Oh my gosh! Thank you so much, uncle. To which they agreed, ladies and gentlemen. कति सजिलो के यो त मेरो पुरा यसले भन्दा के हुन्छ. Thank you. Mission successful. अब मोटी बस्ने स्योरिटी भइसकेपछि मामु बेलुका आउँदा चाहिँ डुनट लिएर आउनु भएको थियो. त्यही भएर हामीहरू चाहिँ मजाले गफ गर्दै खाँदै थियौँ. हामीहरू चाहिँ माथि टिकटक बनाउन आएका छौँ. अनि बेलुकातिर चाहिँ यस्तो ब्युटिफुल सनसेट थियो. अनि रमाइलो कुरा भनेको चाहिँ साइडमा चन्द्रमा पनि लागिरहेको थियो. आइरहनु कसरी गयो तर भइसकेको थियो. अनि बेलुका डिनर चाहिँ सँगै प्रिपेयर गर्दै थियौँ. हामीहरू थाकिरहेको थियौँ, त्यही भएर धेरै मिहिनेत नगर्ने खालको पकाएको थियौँ हामीले चाहिँ. यस्तो रोल चाहिँ अहिलेसम्म बनाएको थिएन. खै कहाँबाट यस्तो बुद्धि लाएर हामीले बनायौँ भने त त्यसमा अन्डा करेन्ट अनि त्यसपछि त्यो मोमोको चटनी थियो होइन. यम्मी भयो त. यस्तो हामीले फर्स्ट टाइम बनाएको होइन. यसको खुला फाती दिमागको यो डिस हो. अनि मैले त्यो भेल्ली गरेर खाएको थिएँ त्यो करेन्ट त्यो पनि आएन चाहिँ भिडियोमा. ठिकै भयो. And just like that, our day came to an end. Bye-bye everyone.